नमस्कार। सर्वोच्च अदालतले निजी तथा आवासीय विद्यालय परिसरभित्र नेपाली भाषा बोल्दा विद्यार्थीलाई दण्ड सजाय दिने कार्य रोक्न परमादेश जारी गरेको छ। निजी विद्यालयभित्र अनिवार्य अङ्ग्रेजी बोल्न पर्ने व्यवस्था हटाउन र बालबालिकालाई नेपाली भाषा बोल्दा मानसिक तनाव दिने र अपमान गर्ने कार्य नगर्न अदालतले शिक्षा मन्त्रालय प्याप्सन सहितको नामको परमादेश जारी गरेको हो। कानुनका विद्यार्थी आयुष बडाल सहितले दायर गरेको रिटमा न्यायाधीश द्वय टेकप्रसाद ढुङ्गाना र शान्ति सिंह थापा समेतको इजलासले निजी विद्यालय परिसरभित्र नेपाली भाषा बोल्दा बालबालिकालाई सजाय दिने कार्य नगर्न र अङ्ग्रेजी भाषा अनिवार्य बोल्नुपर्ने दबाब विद्यार्थीहरूलाई नदिन विपक्षीको नाममा परमादेश जारी गरेको हो। यो एउटा नेपालको वर्तमान शैक्षिक अवस्थाको ऐतिहासिक सुरुवात हो, किनकि पछिल्लो समय नेपालको शिक्षा अङ्ग्रेजी भाषा केन्द्रित हुँदै आइरहेको छ। विद्यार्थीको मूल्याङ्कन अङ्ग्रेजी भाषाले गरिरहेको छ। जुन विद्यालयमा विद्यार्थीलाई अङ्ग्रेजी भाषामा अब्बल बनाइन्छ त्यो विद्यालयको शुल्क पनि महँगो हुने र महँगो शुल्क तिरेरै भए पनि बालबालिकालाई अङ्ग्रेजीमा अब्बल बनाउने एक किसिमको विकृति नै फैलिरहेको छ। विद्यालयको गुणस्तर अङ्ग्रेजी भाषालाई लिँदै आइरहेको छ, जसले सरकारी विद्यालय धाराशायी बन्दै गइरहेका छन् र शिक्षा सर्वसाधारणको पहुँचभन्दा माथि रहँदै आइरहेको छ। त्यसैले नेपालको शिक्षा अङ्ग्रेजी भाषा केन्द्रित नभई व्यावहारिक शिक्षा हुन अत्यन्तै जरुरी छ। बालबालिकाको बोली फुटेदेखि नै अङ्ग्रेजी भाषा बोल्न दबाब दिनुले आफ्नो मातृभाषा र मातृभूमि प्रतिको घृणा बालबालिकाको मस्तिष्कमा सानैदेखि बढ्दो क्रममा देखिँदै आइरहेको छ। बालबालिकाको सानैदेखिको सपना नै विदेश जाने बन्दै आइरहेको छ। कुनै पनि बालबालिकालाई हामीले तिमीहरूको भविष्यको सपना के हो भनेर सोध्यौँ भने अधिकांशको उत्तर विदेश जाने नै हुन्छ। त्यसैले हामी अभिभावकले पनि आफ्ना बालबालिकालाई अङ्ग्रेजी भाषामुखी शिक्षा नभई व्यवहारमुखी शिक्षामा ध्यान दिनुपर्ने समय आएको छ। त्यसैले बालबालिकालाई विदेश पठाउने उद्देश्य भन्दा पनि बालबालिकाको मस्तिष्कमा आफ्नो भाषा र मातृभूमि प्रतिको सकारात्मक ऊर्जा पैदा हुने किसिमको शिक्षा प्रदान गरी देशमै बस्न सक्ने वातावरणको सिर्जना गरौँ। नमस्कार, धन्यवाद। जय नेपाल।